यसरी महाराज यसरी कसैको पनि ब्रह्म सुन्न खानु भन्ने कुराको निर्णय गराएर छोराहरूलाई परमात्मा उपदेश गर्दै हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको। अब कृष्ण परमात्मा परमेश्वरका दाजु बलराम रैवत नाम गरेको पहाडमा आज धेरै नरनारीका साथमा सवारी हुनुभयो। त्यो रैवत नाम गरेको पहाड अत्यन्त मनोरञ्जनात्मक प्रभावको नाचगान कीर्तन मनन भजन इत्यादि भइरहेको त्यस्तो प्रकारको ठाउँमा कृष्णको सवारी भइसकेपछि अनि भगवान कृष्ण परमात्माले त्यो अत्यन्त सुन्दर स्थान सुन्दर प्रकारको जग्गामा अहिले प्रभुले नाचगान कीर्तन मनन भजन गरेर साराको चित्तलाई शान्ति गराउँदै हुनुहुन्थ्यो। दाजु बलराम त्यस अवस्थामा नाचिरही बक्सेको बेलामा लौ त अब यसो भएदेखि एउटा काम तयारी गरौँ भन्ने अनुमान गरेछन् र